Hello everyone. Welcome. पत्कर सोर्ने टोलीहरुलाई मेरो भ्लगमा क्युटी पाई भ्लगमा के छ हौ गाइजहरु बोलाउ न है बोलाउ राम आयो आजको हाम्रो यात्रा रहेको छ जंगलसम्म नयाँ हो नयाँ तपाईको डोको त नयाँ हो नयाँ खै मेरो दादालाई हेरौँ ओहो कति ठुलो डोको कति ल्याउँछ होला यसले पत्कर आयु सक्दैन नि फेरि अब पत्करको भारी बोकेर आउँदाखेरि कसैले पनि ल अब हामी कहाँसम्म जाने रे पत्कर सोर्नलाई अब पत्कर सोरेको एकैचोटि देखाउने ल हामी चाहिँ यो परको जंगलमा पत्कर सोर्न जाँदैछौँ हैन पत्कर सोर्नु जानुभन्दा अगाडि चाहिँ सबैजनाले सानो सानो आफ्नो परिचय दिउँ त हेलो के हो तिम्रो नाम हेर न यस्तो देखाउ नि तपाईको मेरो त खता देवी तिम्रो के हो बहिनी मेरो त समीक्षा तिम्रो कुशल वाउ मेरो मन्जु तानाङ वाउ फाइनली मेरो चाहिँ अब थाहा छँदैछ हैन यसको नाम आएन यही भन्नु नाम के हो राजेश किराती भएर अनि यो चाहिँ यस्तो बाङ्गिन्छ अनि किरातीहरु त एकदम सोझो चट्ट हुनु पर्यो ठीक छ नाम सबैजनाको नाम राम्रो छ एकदम मेरो चाहिँ नराम्रो छ है थुपा देवी त्यो भने एकदम राम्रो हो हाम्रो यो जंगल ओह हाम्रो गाउँको हाम्रो जंगलको एकदमै फेमस भनेको चाहिँ यो ऐसेलु भन्छ हैन यसलाई ऐसेलु हो सबै यो समीक्षाले खाइसकेछ हो अहिले त छोड्नु पर्छ नि सबै मान्छेहरुले खाइसकेछ के बाटो हिँड्ने मान्छेहरुले एकदमै फेमस हो है यो चाहिँ जंगलको बाँदरको लागि पनि अनि हाम्रो समीक्षाको लागि पनि हो मेन त समीक्षा नै हो नि त यस्तो खाने हामीलाई त मन पर्दैन खान्छ म फेमस हो फेमस ल भाइ ल कुशल दिदीले मायाले दिनु भएको खाइदेऊ जुम गलिसक्यो हौ कतिखेर पुगिन्छ हौ माथिको जंगलमा जानुपर्ने छ हैन के गर्नु र मेरो भोइसले चाहिँ एकदम साथै दिएको छैन 15 दिन भइसक्यो बिरामी भएको अझै निको हुँदै छैन मेरो भोइस कसरी निको हुन्छ भन्ने कुरामा एकदम म चिन्तित छु हैन हेयौ लास्टै गल्यो कस्तो क्यामेराले फोकस नगरेको अँधेरो आउँछ अँधेरो यो कोचो ले त बनु वाउ हामी पत्कर सोर्ने ठाउँमा आइसकेका छौं हाम्रो इन्ट्री भइसकेको छ बाँदर जसरी मान्छेहरु जंगलतिर चढ्न सुरु गरिसक्नु भएको छ हैन अब यो हाम्रो अहिले रित्तो डोको छ भने अहिले यो डोकोहरु सब एकदम फुल हुनेछ पत्करले हामी पत्कर सोर्न चाहिँ यस्तो जंगलमा आउँछौं कि यो जंगलमा चाहिँ बाघ भालुहरु पनि लाग्ने गर्दछ हैन र पनि हाम्रो आफ्नो ज्यानलाई जोखिममा राखी वस्तुको लागि भनेर सोतर सोर्न आइरहेका छौं हो हैन बहिनी ओ हजुर ओके बुनुले त्यति गर्छ बुनु पल्लो छोगडोको अनि यो डोकोमा भरि पत्कर हुँदा त कस्तो राम्रो देखिन्छ होला बस्दै पनि कति खुसी हुन्छ होला हैन
यतिकोमै होइन त्यो चाहिँ हाम्रो गाउँमा छौँ है यतिकोमै होइन त्यो सायद अरू गाउँमा पक्कै पनि हुँदैन होला उता त बाँदर जसरी नाचिरहेको अब म पनि धेरै गफ नगरिकन पत्कर सोर्नतिर लाग्नु पर्यो होइन अनि अहिले लास्टमा पत्कर भारी पुऱ्याएपछि चाहिँ मैले देखाउने छु फाइनली अब म पनि पत्कर सोर्नलाई रेडी के गर्नु सबै दाँत भाँचिरहेछ पत्कर सोर्दा सोर्दा गरेर यतिको भएर चाहिँ आउनुपर्छ है जङ्गल कति राम्रो छ पन्जामा सोर पुग्नु सोर सोर जङ्गलमा यसरी गफ गर्नु चाहिँ नहुने हो त्यही पनि ठिकै छ के गर्नु गफ गर्नेलाई होइन यहाँ काम गर्ने गरेछ यहाँ म झन् काम गरेछु के गर्नु र यतिको घाउ चाहिँ हुनु पर्यो है यहाँनिर बाफ्रे मेरो सुज पनि कति राम्रो पक कुशल पत्कर चोरिस हामीले चोरेको पत्कर कस्तो खालको रहेछ यिनीहरू त पत्कर पो चोर्दो रहेछ पक कुशल पत्कर पो चोर्दो रहेछ है यिनीहरू त हतार हतार पक पत्कर सोरिसकेर भारी लाउँदाको यो चाहिँ यसो दृश्य होइन लगाऊ लगाऊ तिमीहरूले नखादिकन भारी पुऱ्याउनु लाग्यो यिनीहरूले रोडमै पुऱ्याइदिउँ न बरु भन्दा आमा अब यसलाई म नकुटिकन छोड्दिनँ मलाई काँडाले घोच्यो कि अब मरिस् त दिदी छिटो न भाइ लगाउनु त ड्याङ्गी ड्याङ्गी न छिटो त्यो आफूभन्दा डबल भारी बोकेपछि जानु जानु काकी डबल तिर्बल ठुलो भारी बोकेपछि त्यस्तै हो नि राम्रो आइयारी मरे म हिँड्नु हिँड्नु काकी अब जाम घर भोक पनि लाग्यो टक्क गएर भात खाने हो होइन ठुल्ठुलो छ भारी उयो त टेकाउनु हो त्यो बिचमा टेकाउँदा नि हुन्छ गाह्रो छ त कुशल पनि यता यो माउ भारीलाई चाहिँ त्यता ठुलै ठाउँ छोडिदिउँ ओइ लडाउँछ आइस भाइ उयो त राख भाइ अलिकति उयो तल राख्नु न काकी अब होइन यो टक्क मेरो यो जङ्गली भ्लगलाई चाहिँ यो जङ्गलतिरै नै सकिदिनुपर्छ है गाउँतिर के छिराउनु होइन होइन भाउ के अरे बहिनी हाम्रो यो जङ्गली भ्लगलाई जङ्गलतिरै सक्दिउँ अब हामी गाउँ पस्न लागेको होइन अब के भनौँ त लास्टमा के भन्ने काकी ल है त काकी बाई बाई जङ्गलतिरै बाई बाई सक्दिउँ गाइजहरू अब यो सानो पार्टीमा बसेर सानो सानो मान्छेहरू लु बाई बाई गर त छिटो कुशल राजेश समीक्षा बाई बाई